everyone. म पानी लिनलाई म चाहिँ यस्तो भुस दिन्छु भुस पानी यसरी यहाँ बोरामा छ भुस चाहिँ भुस पानी दिन्छु यहाँ दिदी हुनुहुन्छ दिदी हाई गर्नु हेलो भन् साथीहरू अब चाहिँ म पानी लिएर जाने हो घरमा पानी खानुलाई ल साथीहरू यसले चाहिँ त्यस्तो भुस पानी दिएको खाँदैन कि अनि यस्तो फोहोर पानी खान्छ अनि के भन्नु अहिले कति तान्नु परेको यो कुकुरलाई अहिले यस्तो गाह्रो हुन्छ साथीहरू तान्नु नै मतलब सुतेर मसिलो लाग्छ फेरि र यस्तो फोहोर पानी खानु मात्रै जान्छ यहाँ पर पानी चाहियो पानीको छ मैले यस्तो फोहोर पानी खानु खोज्छ साथीहरू अनि के भनेर साथीहरू अलिअलि चाहिँ खायो अलिअलि खायो तर धेरै खाएन भने जस्तो चाहिँ खाइदिँदैन क्या तिर्खा लाग्यो पनि खाइदिँदैन अनि मलाई रिस उठ्छ अब पानी दिइसकेँ अब यहाँ दिदी धन्दा गर्दै हुनुहुन्छ साथीहरू म चाहिँ सबै घरको काम सकाइवरी लाग्यो शुक्रबारेतिर माथि घर बनाउने ठाउँमा बाटो यति हिलो थियो हेर्नु न शुक्रबार जाँदा चाहिँ पिच बाटोबाट जानुपर्छ नि त साथीहरू अनि कस्तो गाह्रो छ क्या बाटो चाहिँ ढुङ्गै ढुङ्गा अनि म चाहिँ पुग्न आँटेको थिएँ पिचमा हेर्नु न पिचमा पुगेँ आइटाइममा अनि मजा आयो मलाई चाहिँ मेरो कपालको हालत चाहिँ यस्तो छ कि साथीहरू इग्नोर गरिदिनु है मेरो अनुहारलाई चाहिँ अनि गएँ म टुइटी कुदाउँदै साथीहरू तपाईँकोतिर कतिको गर्मी छ म यता त यति गर्मी छ अनि म पुग्न लागेको थिएँ शुक्रबारे पनि शुक्रबारेको बासकारी कलबर्सेमा पुगेँ अनि यहाँ पनि बाटो कति अप्ठ्यारो छ हेर्नु न अनि शुक्रबारेमा चाहिँ मैले भिडियो गरिनँ एकैचोटि शुक्रबारे कटेसी भिडियो गरेँ माथि हाम्रो घर पुग्न आँटेको थिएँ यति बेला चाहिँ साथीहरू म जाँदै थिएँ साइकल पेलेर चाहिँ टुकी अब चाहिँ म जल्दी पुग्नुपर्छ भनेर मेरो हालत यस्तो छ गर्मीमा म चाहिँ बेहोसै भएर पुग्छु माथि पुग्दा चाहिँ साथीहरू यति गाह्रो हुन्छ नि अनि म गएँ त्यहाँबाट मेरो बाटो तेर्सो लागेँ अनि साथीहरू यस्तो हालत छ बिचराको काम गर्ने दाइहरू के गरेर गर्नुहुन्छ होला अनि म घर पनि पुगेँ फाइनली हेर्नु न हिजो अस्ति नै ढलाइ गरेर आएको थियौँ सर्टिङ गरेर सर्टिङ सबै खोलिसक्नु भएछ भित्रको जति अब बाहिरको बाँकी रहेछ बाहिरको अब भोलि खोल्नुहुन्छ होला त्यहाँदेखि चाहिँ काम स्टार्ट हुन्छ फेरि अनि एकछिन दाइहरूसँग गफ गऱ्यौँ ओऱ्यौँ त्यहाँदेखि अनि म चाहिँ पानी लाउनु पर्छ कि पर्दैन भन्दै विचार गर्दै थिएँ अनि म माथि गएँ पानी लाउनु पर्छ कि पर्दैन भनेर साथीहरू अनि माथि जाँदाखेरि त पानी लाउनु त नपर्ने रहेछ मलाई त यति मजा आयो नि पानी लाउनु पर्दा चाहिँ मलाई यति झ्याउ लाग्छ मोटर ल्यायो खोल्यो लाएर राख्यो फेरि मोटर हराउँछ कि नखोल्दा पनि यति गाह्रो हुन्छ साथीहरू अनि म त तल आएर म खुसी भएर अब चाहिँ म घर जानु पर्यो भनेर बाई बाई गरेँ सबैजनालाई तपाईँहरूलाई पनि बाई बाई साथीहरू थ्याङ्क्स फर वाचिङ लभ यु